दर्शकहरूले। तर यो स्टेप भनेको चाहिँ नितान्त एउटा भलिबलको संस्था हो। भलिबल महिलाहरू टपमा पुरुष पनि नभइकन महिलाहरू मात्रै यसको नामै दिदीबहिनीहरूको सिस्टरहरूको ट्यालेन्टहरूलाई एक्सपोज गर्ने भएको भएर नेसनल लेभलको यो वुमेन्स भलिबलमा चाहिँ प्रचण्ड कपमा चाहिँ हामीले प्रथमचोटि स्टेट रामपुरले यो सहभागिता जनाएको छ। अनि यो सहभागिता आउँदै गर्दाखेरि यहाँ आयोजकबाट कल गयो अनि इन्टरनेसनल भलिबल रेफ्री विकास गुरुङको अनि फोन गयो, दाइले चाहिँ तिम्रो टिम आउने हो यहाँ भनेर सोध्नुभयो। अनि हामीले चाहिँ यो खालको हाम्रो यो सपना हो कि विपना हो जस्तो पनि भयो। हाम्रो टिम हाम्रो स्टेट रामपुरको नाम एउटा हिसाबले यो नेसनल टुर्नामेन्टमै जाँदै गर्दाखेरि चाहिँ त्यो कस्तो हुन्छ, त्यसको तयारी कसरी गर्ने हो, त्यसको प्रिपरेसन, त्यसको खेलाडी कसरी तयारी गर्ने हो, हाम्रो सेट पनि थिएन त्यो बेलामा। हामीले 2-4 दिनको मात्रै समय पाएको थियौँ। त्यो समयमा हामीले अनि त्यो सबै व्यवस्थापनको कुरादेखि लिएर खेलाडी व्यवस्थापन, सबै खेलाडी तयारी सबै कुरा गर्दै गर्दाखेरि हाम्रो आउने त्यसपछि चाहिँ आउने एउटा हामीले निदो दियौँ। मेन कुरो त जति नै ट्रेनिङ गरे पनि तर अनुभवको पनि कमी भयो। विशेष गरी त यो ठुलो टुर्नामेन्टमा खेलिसकेपछि यो लेभलको प्लेयरसँग खेलिसकेपछि उनीहरूले चाहिँ अब कसरी स्पाइक गर्ने, कसरी बल रिसिभ गर्ने, कसरी चाहिँ अब टेक्निकली कुराहरूमा कसरी चाहिँ ब्लकिङ गर्ने, त्यो सबै हाम्रो खेलाडीहरू फिजिकली फिटनेसको कुराहरू, इन्डोरेन्सको कुराहरू छ, जति पनि छन् स्ट्रेन्थको कुराहरू छ, पावरको कुराहरू छ हैन। त्यो सबै कुराहरू चाहिँ अब खेलाडीहरूले जुन टाइमिङको कुराहरू छ त्यो कुराहरू चाहिँ अलिक कम भएको हो। तर यो कुराहरू उनीहरूले सबै कुरा अब आउने दिनहरूमा अझै विशेष गरी त मलाई उनीहरू मोरल्ली के शिक्षा जस्तो लाग्छ भने अझै मिहिनेत गर्नुपर्छ। हामी पनि खेल्न सक्दा रहेछौँ, आगामी दिनमा हाम्रो पनि टिम राम्रो बन्छ, हामी रेगुलर ट्रेनिङ गर्न पर्दो रहेछ भन्ने चाहिँ उनीहरूले मनोबल चाहिँ त्यो हिसाबले मानसिकता रूपमा त्यो चाहिँ डेभलप गरेर जान्छ लाग्छ। यति बेला हामीसँग स्टेप रामपुर भलिबल क्लबका टिम प्रशिक्षक कमल राणा हुनुहुन्छ। यहाँलाई स्वागत छ। धन्यवाद। नामबाटै जाउँ न हामी। स्टेप रामपुर एउटा भलिबल क्लब हो। स्टेप रामपुरको चाहिँ स्टेप रामपुर भनेको यसको फुल फर्म चाहिँ सिस्टर ट्यालेन्ट एक्सपोज प्लेस रामपुर भनेर भनिन्छ। यसलाई चाहिँ अब हामीले चाहिँ महिलाहरूको दिदीबहिनीहरूको एउटा प्रतिभा प्रस्फुटन गर्ने ठाउँ, जहाँ चाहिँ प्रतिभाहरूलाई चाहिँ हामीले चाहिँ एउटा प्रशिक्षण गरेर बाहिर चाहिँ एउटा एक्सपोज गर्ने काम गर्छौँ। यो प्रतियोगिताको तयारी रहँदै गर्दा यहाँहरूको नाम हामीले सुनेका थियौँ। पछिल्लो छोटो समयमा एक्कासी तपाईँहरूको नाम हामीले पायौँ। यो यात्रा कसरी अगाडि बढेको थियो, यहाँसम्मको यात्राको बारेमा थोरै बताउनुहुन्छ? यात्रा त अब सुरुवाती चरणबाटै सुरु गरौँ है, किनकि स्टेप सबैलाई यात्रा को चल्दा छ, स्टेप भनेको के हो, स्टेप कहाँको के संस्था हो भन्ने हिसाबले भलिबलको संस्था हो कि अथवा अन्य कुनै संस्था हो भन्ने हिसाबले चाहिँ मान्छेले कोचल्दै गरिरहेको अवस्थामा दर्शकहरूले। तर यो स्टेप भनेको चाहिँ नितान्त एउटा भलिबलको संस्था हो। भलिबल महिलाहरू टपमा पुरुष पनि नभइकन महिलाहरू मात्रै यसको नामै दिदीबहिनीहरूको सिस्टरहरूको ट्यालेन्टहरूलाई एक्सपोज गर्ने भएको भएर हामीले सुरुमा चाहिँ यसलाई चाहिँ स्टेपलाई सुरुवाती चरणमा गर्दै गर्दाखेरि मैले आफैले मेरो गाउँका बहिनीहरू खेलेको देख्दै गर्दाखेरि उनीहरूलाई मैले सिकाउन मन लाग्यो। अनि मैले तिनीहरूलाई सिकाउनको लागि मैले भलिबल खेल्ने हो तिमीहरू भनिसकेपछि उनीहरू आफै हुन्छ खेल्न आउँछौँ, भलिबल ट्रेनिङ गर्छौँ भन्ने हिसाबले यो हिसाबले उनीहरू भनिसकेपछि अनि हामी त्यति बेलादेखि 2075 सालदेखि रेगुलर प्रशिक्षणमा महिलाहरूलाई रेगुलर ट्रेनिङ साँझ 4 बजेपछि चाहिँ ट्रेनिङ गर्ने एउटा सधैँको एउटा दिनचर्या सुरु गरियो। र त्यहाँबाट आज 7 वर्ष आउँदै गर्दाखेरि विभिन्न चरणहरूमा त्यो हिसाबको विभिन्न चरणहरू पार गरियो। उतार चढावहरू भए, घरि खेलाडीहरू नआउने, घरि खेलाडीहरू हुने, घरि चाहिँ अनेक तरिका बाहनाहरू हुने, अभिभावकले पनि नदिने, घरि स्कुलले अब नदिने, त्यो कुराहरूको हुँदाखेरि आज चाहिँ महिलाहरू हामीले चाहिँ धेरै खेलाडीहरू उत्पादन गर्न सफल भएका छौँ। त्यो सबै उतार चढावको सबै बाधा अर्चनको बावजुद पनि र आज नेसनल लेभलको यो वुमेन्स भलिबलमा चाहिँ प्रचण्ड कपमा चाहिँ हामीले प्रथमचोटि स्टेट रामपुरले यो सहभागिता जनाएको छ। अनि यो सहभागिता आउँदै गर्दाखेरि यहाँ आयोजकबाट कल गयो अनि इन्टरनेसनल भलिबल रेफ्री विकास गुरुङको अनि फोन गयो, दाइले चाहिँ तिम्रो टिम आउने हो यहाँ भनेर सोध्नुभयो। अनि हामीले चाहिँ यो खालको हाम्रो यो सपना हो कि विपना हो जस्तो पनि भयो। हाम्रो टिम हाम्रो स्टेट रामपुरको नाम एउटा हिसाबले यो नेसनल टुर्नामेन्टमै जाँदै गर्दाखेरि चाहिँ त्यो कस्तो हुन्छ, त्यसको तयारी कसरी गर्ने हो, त्यसको प्रिपरेसन, त्यसको खेलाडी कसरी तयारी गर्ने हो, हाम्रो सेट पनि थिएन त्यो बेलामा। हामीले 2-4 दिनको मात्रै समय पाएको थियौँ। त्यो समयमा हामीले अनि त्यो सबै व्यवस्थापनको कुरादेखि लिएर खेलाडी व्यवस्थापन, सबै खेलाडी तयारी सबै कुरा गर्दै गर्दाखेरि हाम्रो आउने त्यसपछि चाहिँ आउने एउटा हामीले निदो दियौँ। आउँछौँ हामी जसरी हुन्छ हामी चाहिँ अब। अनि अर्को कुरा के पनि आएको थियो भने अनि होस्ट टिमबाट खेल्ने हो कि नेसनल एकाडेमीबाट खेल्ने, स्पोर्ट एकाडेमीबाट खेल्ने हो कि भन्ने कुरा पनि आएको थियो। अनि त्यो प्रस्ताव पनि थियो। मैले चाहिँ होइन जे भयो नि यत्रो सङ्घर्ष गरेको स्टेपकै नामबाट खेल्ने भनेर
भनेर चाहिँ मैले आज त्यसरी चाहिँ गरेँ त्यसरी चाहिँ यहाँसम्म आउने यात्रा चाहिँ तय भयो आजसम्म 2 खेल खेलिसक्नु भएको छ र दुवै खेलबाट पराजित हुँदै सेमिफाइनल रेसबाट बाहिर हुनु भएको छ अब यो 2 खेलको अनुभव पनि सुनाउ न 2 खेलको अनुभवमा आफै प्रशिक्षक भएको हिसाबले चाहिँ अब हामी चाहिँ टेक्निकली रूपमा हाम्रो अनुभव है विशेष गरी हाम्रो तयारी पनि अब पूर्ण रूपमा थिएन अनि टिम कोअर्डिनेसन टिम क्याम्प कम्बिनेसन पनि मिलेको थिएन कताकति अब प्लेयरहरूको हाम्रो लोकल टुर्नामेन्ट खेल्दै गर्दा ब्लकिङ पोजिसनहरू हामी अलिकति भएको अनि हाम्रो कन्फिडेन्स लेभलहरू जुन खालको हाम्रो खेलाडीहरूलाई मनोबलमै के छ भने अब नेसनल खेलाडीहरू मेरो दिदीहरू हिजो टिभीमा देखेको मेरो दिदीहरूलाई यस्तो यस्तोमा नेपालबाट खेलेको दिदीहरू अहिले सिराहानेको उनीहरूले त्यो आफ्नो आइडलसँग खेल्दै गर्दाखेरि उनीहरू कता कता खेलाडी आफै पनि कन्फ्युज आफै पनि अब उनीहरू आफै पनि नर्भस फिल गरे जस्तो लाग्यो मलाई पनि तर चाहिँ हामी चाहिँ हाम्रो समग्र गेममा हेर्दाखेरि हाम्रो खेलाडीहरूले एउटा हिसाब जुन खालको प्रदर्शन गर्यो म आफै कोच भएको हिसाबले उनीहरूले जुन आफ्नो लेभल थियो त्यति चाहिँ खेले आफ्नो चाहिँ क्षमता जति थियो त्योभन्दा केही नर्भसनेसले मात्रै कम भयो नत्र आफ्नो उसले चाहिँ क्षमताले भ्याउने जति खेले जस्तो मेरो महसुस छ के कस्ता जस्तो खेल्दै गर्दा एउटा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी सहभागी टिमहरूसँग पनि प्रतिस्पर्धा गर्नुभयो के कस्ता ज्ञान सिपहरू हासिल गरे जस्तो लाग्यो अहिले हाम्रो खेलाडीहरू त अब अहिले चाहिँ धेरै कुराहरू अब जुन कुराहरू अब कन्फिडेन्ट लेभलको कुरा आउँछ सबभन्दा मेन कुरा त जति नै ट्रेनिङ गरे पनि तर अनुभवको पनि कमी भयो विशेष गरी त यो ठुलो टुर्नामेन्टमा खेलिसकेपछि यो लेभलको प्लेयरसँग खेलिसकेपछि उनीहरूले चाहिँ अब कसरी स्पाइक गर्ने कसरी बल रिसिभ गर्ने कसरी चाहिँ अब टेक्निकली कुराहरूमा कसरी चाहिँ ब्लकिङ गर्ने त्यो सबै हाम्रो खेलाडीहरू फिजिकली फिटनेसको कुराहरू इन्डोरेन्सको कुराहरू छ जति पनि छ स्ट्रेङको कुराहरू छ पावरको कुराहरू छ होइन त्यो सबै कुराहरू चाहिँ अब खेलाडीहरूले जुन टाइमिङको कुराहरू छ त्यो कुराहरू चाहिँ अलिक कम भएको हो तर त्यो कुराहरू उनीहरूले सबै कुरा अब आउने दिनहरूमा अझै विशेष गरी त मलाई उनीहरू मोरल्ली के शिक्षा जस्तो लाग्छ भने अझै मिहिनेत गर्नुपर्छ हामी पनि खेल्न सक्दा रहेछौँ आगामी दिनमा हाम्रो पनि टिम राम्रो बन्छ हामी रेगुलर ट्रेनिङ गर्न पर्दो रहेछ भन्ने चाहिँ उनीहरूले मनोबल चाहिँ त्यो हिसाबले मानसिकता रूपमा त्यो चाहिँ डेभलप गरेर जान्छ लाग्छ अब यो प्रचण्ड कपमा तपाईँहरूले सहभागिता जनाउनु भयो र यहाँ अहिले तपाईँहरूले आफ्नो टिमलाई रामपुर भलिबल पनि स्टेप रामपुर पनि छ है राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउन सक्छ भनेर आफ्नो दावेदारी प्रस्तुत गर्नुभयो यहाँ र अबको दिनमा यस्ता राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा तपाईँको सहभागिता रहन्छ या के हुन्छ यो चाहिँ एकदमै हामी चाहिँ यो यहाँसम्म जति हामीले भन्छौँ नि त सफलता हासिल गर्न जति कष्ट छ त्यसमै त्यो स्थानमै त्यो उचाइमा पुगेर बस्न जति गाह्रो छ नि त्यो सफलता हासिल गर्नभन्दा उचाइमा बसिरहन त्यो अडिरहन गाह्रो छ त्यो मेरो बुझाइमा मैले भन्दाखेरि मैले त्यो बुझ्छु त्यही भएर हामी यहाँसम्म आइयो अब हामी फेरि यहाँबाट विस्थापित भयौँ यहाँबाट फेरि हामी उडाएर लाग्यौँ भने हामीलाई जुन दर्शकले जुन खालको हाम्रो खेलप्रेमी महानुभावले जुन खालको सपोर्ट जुन खालको माया गर्नुभएको छ जुन खालको आज जुन अपेक्षा राख्नु भएको छ हामी भोलि ब्याक हट्यो भनेर पक्कै पनि हामीलाई त यो हिसाबले त कहीँ न कहीँ असर गर्छ हामी अब यसलाई कसरी हो सबैको साथ सहयोगले सबैको समर्थन सबैको चाहिँ एउटा हौसलाले सबैको ऊर्जाले चाहिँ हामी चाहिँ निरन्तर यसलाई चाहिँ आगामी दिनमा हामी मिहिनेत गर्दै जान्छौँ आयोजकले पनि हामीलाई विश्वास गरेर यो नेसनल टुर्नामेन्टमा इन्भाइट गरेर हामीले पनि एउटा खेल्ने एउटा चाहिँ हाम्रो प्रतिभाहरूलाई प्रस्फुटन गर्ने एउटा खालको त्यो माहौल चाहिँ दिनुहुनेछ भन्ने अपेक्षा पनि राखेको छ कोच जस्तै अब प्रतियोगितामा सहभागिता हुनु नै ठुलो कुरा हो जस्तो अहिले हेर्ने हो भने विभागीय क्लब त्रिभुवन आर्मी क्लब नै पछि हटिसकेको स्थिति छ त्यसमाथि पनि मोफसलको टिम बनाउन भनेको निकै चुनौती छ कुनै बेला गण्डकी प्रदेशको तत्कालीन पश्चिमाञ्चल हुँदा महिला टोलीले एक छत्र राज गरेको अवस्था थियो अहिले छैन र यस्तो हुँदै गर्दा एउटा प्रदेशलाई नै टक्कर दिने गरी तपाईँहरूको पनि उदय भएको देखियो यसमा कतिको प्राउड फिल अथवा गर्व महसुस गर्नुहुन्छ कि अथवा के छ योमा एकदमै यो हिसाबले कस्तो भन्दाखेरि अब हामीले जुन मेहनत गरिएको थियो जुन हिसाबले लगाव थियो हाम्रो यो भलिबल प्रतिको जुन हामी भलिबलको विकास र प्रवर्धन भलिबलको एउटा भलिबल क्षेत्रलाई चाहिँ हामीले भलिबललाई नेपालको राष्ट्रिय खेललाई चाहिँ नेपालमा चाहिँ स्थापित गर्नुपर्छ यसलाई चाहिँ राष्ट्रिय खेल सधैँ राखिरहनुपर्छ राष्ट्रिय खेलको हकमा चाहिँ नेपालले यसको जुन खालको विकास गर्नुपर्ने इन्टरनेसनल नेसनलदेखि लिएर अन्य हाम्रो खेलाडीहरू बाहिरसम्म खेल्ने खालको जुन खालको माहौल बनेको छ त्यो माहौललाई हामीले कायम राख्न त्यो हिसाबले चाहिँ हामी जुन
एउटा लागिपरेका छौँ पक्कै पनि। अब यो अहिले चाहिँ अब विभागीय डिपार्टमेन्ट टिम मात्रै हाबी भइरहेको, डिपार्टमेन्ट टिम मात्रै स्टेबल गर्न सक्ने, स्थापित हुन सक्ने अवस्थामा यो हाम्रो खालको जुन मफसलको गेममा हामी इन्डिभिजुअल संस्थाहरू क्लबहरू जुन खालको रूपमा चाहिँ हामी आइरहेका छौँ, यसलाई चाहिँ धेरै दुःख छ। यसलाई चाहिँ सबैजना सहयोगीदाताहरूको, सौजन्यकर्ताहरूको, सबैको साथसँग भलिबल खेल प्रेमीहरूको माया, उहाँहरूको समर्थनले नै हामी यहाँसम्म आउन सक्ने एउटा वातावरण बन्ने हो। तर उहाँहरूले नै सपोर्ट गर्नुहुन्छ, उहाँहरूले सपोर्ट गरेर आज पनि हामी यहाँ आउँदै गर्दाखेरि रामपुरको पाल्पाको सबै समग्र देशभरिका खेलप्रेमी, भलिबल प्रेमीहरूले हामीलाई म्यासेज गर्नुभएको छ, सबैले इन्डिभिजुअली बधाई दिनुभएको छ। सोसियल मिडियामा त्यो हिसाबले चाहिँ उहाँहरूले बधाई शुभकामना प्रकट गर्नुभएको छ। एकदमै आभारी छौँ। पक्कै पनि हाम्रो उहाँहरूको त्यो बधाई मात्रै होइन, उहाँहरूको आर्थिक, नैतिक, भौतिक सबै खालको नि त्यो हिसाबले चाहिँ सपोर्ट हुन्छ भन्ने अपेक्षा पनि छ। त्यसै हामी सफल हुन्छौँ। सुरुमा अलिकति पनि जोडिसक्नु भएको थियो तपाईँले, अब महिला टिम बनाउन, अब प्रशिक्षणमा नि आउनलाई समस्या छ उनीहरू भनेर ठ्याक्कै भनिदिनु न, समस्या के रहेछ, चुनौती के रहेछ? एउटा चाहिँ क्लब बनाउँदै गर्दा, स्थापित गर्दै गर्दा र खेलाडीलाई टिकै राख्नको लागि समस्या, चुनौती के छन् भनिदिनु? अब सबभन्दा एकदम राम्रो क्वेसन गर्नुभयो, एकदम मेरो मनमै थियो यो भन्न विषय। सुरुमा हामी सुरुवाती दिनमा खेलाडीलाई जम्मा त गऱ्यो, खेलाउन सुरु गऱ्यो, तर चाहिँ त्यसलाई निरन्तरता दिनलाई धेरै गाह्रो भयो। कसरी गाह्रो भयो भने खेलाउन 4-5 दिन, 1 महिना जति खेलाइसकेपछि उसको परिवारले आउन नदिने, पढेर खेलेर के हुन्छ, खेल पर्दैन, छोडिदियो। अब त्यसपछि चाहिँ उसको छिमेकीले पनि अन्यहरूले पनि कुरा, अब तिम्रो छोरीलाई खेल्न नदेऊ, त्यसरी खेल्न पठाएर के हुन्छ, पढ्न पठाऊ एउटा हिसाबले। अब मा चाहिँ आफूलाई उसलाई फोकस गर्न भन, त्यसरी चाहिँ यहाँ छोरीहरूलाई चाहिँ खेल्न दिनुहुन्न, छोरीको त्यो इज्जत होइन, त्यो हिसाबले उनीहरूको त्यो संस्कार होइन, त्यो हिसाबले उनीहरूलाई परिवार सबै समाजले चाहिँ त्यसरी चाहिँ दृष्टिकोणले हेरिरहेको थियो। त्यो हकमा हामीले महिला सशक्तिकरणको हिसाबमा भने महिला सशक्तिकरणलाई चाहिँ खेलको माध्यमबाट चिर्नुपर्छ, खेलको माध्यमबाट हाम्रो समाजलाई चाहिँ यो रूपान्तरण गर्नुपर्छ भन्ने सोच एउटा चाहिँ एउटा त्यो भिजन, एउटा चाहिँ त्यो मानसिकतामा मेरो मनमा पनि गऱ्यो। झन् जति त्यस्तो खालको कुराहरू आयो उति आफूलाई झन् यसलाई चिर्नुपर्छ भन्ने एउटा चाहिँ त्यो छुट्टै खालको जोस, उत्साह, ऊर्जा आयो। अनि समाजले अनि कतिपय त मलाई नि आफैलाई पनि कतिपय महिला सङ्घको अध्यक्ष हो भन्ने खालको प्रश्नहरू पनि खडा गरेँ। कतिपयले त्यस्ता खालको कुराहरू गर्दै गर्दाखेरि हामीले त्यसलाई चाहिँ सुने पनि नसुने गरेर चिरेर हिँड्ने